फेरि पनि आइसकेँ म यहाँ दिदीहरूतिर अनि काठमाडौँ आएको थिएँ। काठमाडौँ नजारा यस्तो चाहिँ यहाँ अहिले पनि कट्टुमै छु। घर पुगेर नि यहाँ प्लेट लिएर प्लेट त्यहाँ हुन्छ भाइ गरिदिनु भयो। यहाँ दाइ छ अनि म यहाँ यस्तो कि मजाले पानी छ यस्तै हो। रमाइलो गरी भइरहेछ जाँदैछौँ। यो भ्लग चाहिँ के भएको थाहा छैन। अब कहाँ के खिचिरहेको छ राम्रो हुँदैन थिएन किनकि अब कति राम्रो भ्लग बनाउनु मन लाग्यो अहिले अब रमाइलो हुने भएर अब चाहिँ हामी घर फर्किरहेछौँ किनकि यहाँ सामान किन यहाँ तर सामानहरू किन्न आएको थियो हामी चाहिँ सामान पनि किनै दिदीलाई रिसिभ गऱ्यो अनि हामी सपिङ गरिसक्यौँ म अलिअलि मम्मीलाई किनेको ड्याली किनेको चाहिँ अनि दिदीलाई पनि लिएँ दिदी सामानहरू थियो भोलिसम्म जाने नि त दिदीहरू त्यही भएर अब खाजा खानलाई जाँदैछ हामी चाहिँ कोलेजतिर कता खाजा खान्छ त्यही हो। अब यस्तै छ नेपालको बिजोग बाटोमा त्यस्तै पानी परिरहेको त्यस्तै बिजोग बर्खामा आउनुको फाइदा यही हो। हेलो एभ्रिवान फेरि पनि बिहान गुड मर्निङ अनि सबजना सन्चै हुनुहुन्छ होला। त्यहाँ त्यो दिदीहरू हेरेर बस्नु ह म चाहिँ आइसकेको छु सानीकोमा त्यहाँ सानी छ अनि बाइक यहाँ रेडी भइसक्यो। सानीले लाग्दैन सानीले चाहिँ यहाँ बाइक रेडी गरेर आएको छ सबै मस्त चिलमा सब रेडी छ। अब स्टार्ट गर्ने सानीले चाहिँ सुरु लिएर जान्छ अरे चाहिँ म चाहिँ स्टार्ट गर्नु पनि के हो चाबी रहन्छ यहाँ हेर्नु स्टार्ट भयो। अब एकछिन राखौँ अनि अब बाहिर सपिङ गर्नु जान्छ अनि यसो बाहिर बनेको दिन घुम्नु जाने हुन्छ नि यसलाई कुरेको हेलमेट लिएर चाहिँ त्यो चाहिँ यहाँ मेरो अनि साथी यहाँ पछाडि आज दिदी पछि लागेको छ के गर्नु अब यस्तै विदेशबाट आइसक्यो दिदी भाइहरू त कति पछि लाग्ने क्या गाह्रो झिक्ने के होइन पछि त यस्तो बगा लाग्छ यस्तो लाग्छ। अब चाहिँ भरे भेट्नुलाई एकछिनमा यतातिर गएपछि के किन्छ हेरौँ यसले मलाई किनिदिन्छ यसले मलाई आज के किनिदिने मलाई मान्छे हेरेर के किनिदिने मलाई भन् न आइज आइज है त लजाएर त्यहाँ आम्मा बेहुली जस्तै हो। अर्को हेलमेट खोइ त कतिखेर ल ल म चाहिँ होइन एकछिन कट्टे सट्टीमा दाइले त्यहाँ गाडी यस्तो फोहोर बनाएर रहेछ अनि गाडी धुन आएको एक राइड जाऊँ न त यसो साथ धुनेर आऊँ भनेको गाडी धोएर लैजायो नि गाडी पनि फोहोर रहेछ गाडी धोएछ त्यही भएर अब 10-15 मिनट जति वेट गर्छु अनि त्यहाँ एउटा साथीलाई भेट्नु छ साथीलाई भेटेर अनि त्यहाँ एउटा दाइको सामान पुऱ्याइदिनु पर्ने छ शान्त दाइको अनि शान्त दाइको सामान पनि पुऱ्याइदिन्छ। त्यो भाइ पनि खोजिरहेको छ मलाई मसँग जान्छ यही हो काले नाम पनि काले मान्छे पनि काले यहाँ जस्तो गर्मी कि यस्तो गर्मी फिल भएको कि सेम दुबई जस्तै फिल अनि यहाँभित्र बसिरहेको म सेट यार मैले चाहिँ भिडियो गर्न बिर्सेछु कि त्यहाँ साथीहरू भेटेको थियो अनि एकछिन खाजा खायो त्यहाँ आन्टीहरू पनि गयो अनि एक्लै छु गाडीमा चाहिँ सबतिर गयो उता दाइको खोपासे पनि गयो त्यहाँ भिडियो गर्छु भनेको मैले बिर्सेँ कि झन् हतार भइरहेको थियो। काठमाडौँ जान्छ नि त अहिले फेरि काठमाडौँ जान्छु साथीसँग त्यहाँ त्यो दिदीको सामानहरू छोड्न अझ यहाँ जाम छ ठ्याक्क जाम देखेर याद आयो कि यस्तो जाम छ हजुर काम रहेछ है यो धुलखिलको बाटो चाहिँ अब नहिँड्ने हुने भइसकेको छ गाडी छ यार फेरि बिहारतिरको बिहारको रहेछ यार गाडी फेरि बिहारको छ यार पछाडि गाडी यस्तो हालत भयो कटुसम्म सामान अझै बाँकी छ त्यहाँ गाडी जाम ए खास बाटो चाहिँ यता रहेछ क्या बाटो चाहिँ उहाँ रहेछ कि तलबाट अनि यो यता बाहिरबाट आउने गाडी चाहिँ यस्तरी आइरहेको रहेछ कि थाहा छैन बाटो चाहिँ यता तलपट्टि रहेछ यता तलबाट आउनुपर्ने रहेछ अघि हामी पनि त्यहीबाट आएको नि त मैले पनि बिर्सिरहेको अनि बाटो चाहिँ यताबाट यस्तै हो बाटो चाहिँ यताबाट रहेछ थाहा छैन यस्तो छ यार मान्छेहरू हिलो भर्खर धोएर आएको गाडी चाहिँ भर्खर धोएर आएको मेरो त्यस्तो हिलो चाहिँ गाडी चाहिँ यस्तो पुरै अहिले यताको बाटो चाहिँ कामै छैन काठमाडौँसम्म काठमाडौँ होइन भक्तपुरसम्म ननिस्केसम्म चाहिँ यस्तै बाटो चाहिँ अब यहाँ गाडी पनि झन्डै गाह्रो भयो मेरो बिचो उकालोमा छ गाडी तान्नलाई सक्छै सक्दैन पछाडि बिहार गाडीले फेरि ल्याङ हान्दिएर
के गर्ने होला हौ तेल पनि सकिसक्यो मार्छ अहिले अब एकछिन भेटौँला खाजा माथि गएर भन फेरि अनि निस्किनुपर्छ राख्नुको लागि यस्तो छ एउटा हातले भिडियो गर्दै एउटा हातले सँगले गर्नु पऱ्यो झन्डै उडाइदियो यार त्यो गाडीले मलाई त्यही झन्डै यस्तो यस्तो बाटो होइन यस्तो जाम यार बल्ल बल्ल आइपुग्यो यार त्यहाँबाट त्यही यस्तो बिजोग यार यस्तो बिजोग झन्डै उडाइदियो यार मलाई गाडीले यस्तो हेपेर आउने क्या ल ल ल यहाँ पनि ल ठाउँ छैन है जाममा बसेर आउनु नि खत्तम छ यार यो बाटो चाहिँ नआयो हुन्छ कोही पनि मलाई चाहिँ यसले पुगेको यस्तो बाटो है हेरेर हिँड्नु आफ्नो साइड लिने होइन क्या रङ साइड आउँछ क्या मेरो त अब यहाँ माथिबाट मास्तिर लाग्ने घरतिर सेकेन्ड दिन चाहिँ रमाइलो भयो आज म बिहानै भ्लग गर्थेँ होला मेरो चाहिँ आज के थियो भने बिहानै उठेर त्यहाँ यताउति जाने प्लान थियो कहीँ पनि गइएन उठ्यो अनि उहरू पनि थिएन मसँग एमबी सेमबी सिम केही थिएन क्या डाटा साडा केही थिएन कतै वाइफाई पनि नभएर यस्तो बिजो भइरहेको थियो अनि भाइलाई फोन पछि यता एउटा साथीबाट भाइले फोन गरेर बोलाएर अनि त्यसपछि चाहिँ यताउति हिँड्यो अनि त्यही भएर अहिले चाहिँ गाडीमा छु भाइ पनि आउँदैछ पछाडि पछाडि बाइकमा अब भाइहरू चाहिँ एकछिन ढिलो आउँछ होला अनि म चाहिँ यहाँ घरमा यहाँ तरकारी लिएर जानुपर्ने होला अनि छिटो छिटो तरकारी लिएर आइरहेको छ बाटो यस्तै खत्तम धुलोको बाटो यहाँ तल चाहिँ बनाउँदैछ क्या फेरि त्यही बनाउने भएर चाहिँ त्यो टाइम लाग्ला अब अर्कोतिर भेटौँला मास्तिर जानुपर्छ म चाहिँ यहाँबाट मास्तिर जाने है त्यही भएर चाहिँ म अनलाइन नआएको हो अब सबैजनाले भन्ला नेपाल पुगेपछि बिर्सियो दाइहरूले नि छैन अब यहीँ बिजी थिएँ अनि म चाहिँ एउटा घर जान चाहिँ एक्लै यहीँ चेनमा गाडी छ हातमा अब फेरि यो गाडी राखेर खाजा खाएर माथि गएर बाइक लिएर अनि त्यहाँ दिदीको सामान पुऱ्याइदिनु हुन्छ एकजना दिदीको बौद्धमा गएर अनि बौद्धको सामान त्यहाँ पुऱ्याइदिनु पर्ने छ मैले बिर्सेछु क्या अब यस्तै त होइन हतार हतारमा अब घर आउने खुसीले नै बिर्सेछु सबै कुराहरू अनि हाम्रो घर जाने बाटो चाहिँ है ए घर गएर म गाउँमा माथि गाउँ जाँदैछ यो चाहिँ गेट डाउन गर मस्त गाडी हातै चलाइरहेको छु म चाहिँ मजा आइरहेको छ है 1.5 वर्षपछि मैले लगभग त्यो बेला पनि चलाउँदैन त्यस्तो र अनि अहिले गाडी चलाउँदैन त्यस्तो केही छैन क्या त्यो अलिकति बिर्सिया जस्तो पनि छैन केही जस्तो पनि छैन डर चाहिँ लाग्छ बाइकमा चाहिँ अब सक्दिनँ होला जस्तो लाग्छ डर लाग्छ गाडीमा त केही छैन भन्ने त अहिले उता दाइको सामान पुऱ्याएर आन्टीको पनि गएँ अनि एउटा साथीलाई भेट्नु पनि थियो त्यहाँ साथीलाई पनि भेटेर अनि सबै काम सकिसकेँ नेपालको चाहिँ अब एउटा मात्र बाँकी छ त्यहाँ एउटा फेरि साथीलाई भेट्नु छ त्यो साथीलाई भेटिसकेपछि हुन्छ अनि साथीहरू चाहिँ त्यहाँ बाइक बनाइरहेको थियो कि भोलि जानु छ नि त ट्रिपमा त्यो बाइक बनाइरहेको छ ए म चाहिँ घर आइपुग्नु लाग्यो अब काठमाडौँ जाँदाखेरिको ब्लग चाहिँ अब अहिले काटेर हाल्छु यो पछि होइन बेलुका के हुन्छ अब त्यता खिच्न पाएँ भने खिच्छु नभए त्यो भिडियोलाई काटेर बिच राख्छु त्यही हो आजको लागि यति नै म घर पुग्नु लाग्यो ल एउटा हातले गाडी हान्दिरहेको छ अहिले चाहिँ म घर पुग्नु लाग्यो बाई बाई अहिलेलाई चाहिँ राखिदिएको सबैलाई फेरि पनि गुड नाइट भोलि भेटौँला खा मुजगर खाँदैन ब्रो म खा के भन्दै थिएछ अस्ति खानु हुँदैन भात मात्र यो मेरो म चाहिँ पिरा खानु पिरा खानुहोस् लोकल हो खाने भयो है 1 hour later. निन्द्रा लाग्यो बाइकले धोका दियो फेरि यहाँ ग्यासको चेन्ज यहाँ मिस्त्री ओ मिस्त्री यहाँ यस्तो छ मिस्त्री गरे आफ्नो गरे मिस्त्री